एलबीडी झापा महिला गोल्ड कप अन्तर्गत बिहिबार दुधे रङ्गशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा एफसीलाई 6-0 गोल अन्तरले पराजित गर्दै सेमी फाइनलको स्थान सुरक्षित गरेको छ। खेलको सुरुवाती चरणदेखि नै बल पोजिसनमा प्रभुत्व जमाएको आर्मीले लगातार आक्रमण खेल खेल्यो। 10औं मिनेटमा फरवर्ड बिमला चौधरीले पोखराकी गोलकिपर गायत्री मल्ललाई बिट भएको अवस्थामा फिनिस गर्न नसके पनि 16औं मिनेटमा डिफेन्डर बिमला विकको फ्री किकमा जेनिफर राणा मगरले हेडिङ गोल गर्दै अग्रता दिलाइन्। उक्त फ्री किक उषा साईले दीपा राईमाथि गरेको फाउलपछि प्राप्त भएको थियो। 33औं मिनेटमा आर्मीले अग्रता दोब्बर बनायो। पोखराकी गोलकिपरको गल्तीको फाइदा उठाउँदै बिमला चौधरीले हेडर मार्फत गोल गरिन्। हिमा चौधरीले त्यसमा असिस्ट गरेकी थिइन्। पहिलो हाफको इन्जुरी समयमा राष्ट्रिय खेलाडी बिमला विकले कर्नर किकबाट आएको बलमा शानदार फिनिसिङ गर्दै आर्मीको अग्रता 3-0 मा पुर्याइन्। दोस्रो हाफमा पनि खेलको गति आर्मीकै नियन्त्रणमा राखियो। 85औं मिनेटमा बिमला चौधरीले सञ्जु कुमालको असिस्टमा व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई 4-0 को अवस्थामा पुर्याइन्। त्यसपछि 90औं मिनेटमा शर्मिला थापाले बिमला विकको क्रसमा गोल गर्दै टोलीको अग्रता 5-0 बनाइन्। इन्जुरी समयमा पुनः बिमला चौधरीले अनिता लम्जेलको कर्नरमा हेडर गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरिन् र टोलीलाई 6-0 को सहज जित दिलाइन्। खेलमा आर्मीको बल पोजिसन, पासिङ र फिनिसिङ उत्कृष्ट देखियो भने पोखराको डिफेन्स र गोलकिपिङ कमजोर रह्यो। आर्मीका लागि बिमला चौधरीले ह्याट्रिक, बिमला विक, जेनिफर राणा र शर्मिला थापाले समान 1-1 गोल गरे। खेलको प्लेयर अफ द म्याच बिमला चौधरी घोषित भइन्। उनले 15,000 रुपैयाँ नगद र ट्रफी प्राप्त गरिन्। योसँगै एलबीडी झापा महिला गोल्ड कपको सेमी फाइनल समीकरण पूरा भएको छ। पहिलो सेमी फाइनलमा नेपाल पुलिस क्लब र सङ्कटा फुटबल क्लब तथा दोस्रो सेमी फाइनलमा एपीएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको फाइनल खेल कार्तिक 24 गते हुनेछ। विजेता टोलीले 10,10,000 रुपैयाँ, उपविजेताले 5,05,000 रुपैयाँ प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीलाई 1,50,000 रुपैयाँ, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवर्ड, प्रशिक्षक, उदयमान खेलाडी तथा उच्च गोलकर्तालाई समान 25,000 रुपैयाँ प्रदान गरिनेछ। हरेक खेलको प्लेयर अफ द म्याचलाई 15,000 रुपैयाँ